हेलो गाइज, फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो। गुड मर्निङ सबैजनालाई। अनि म चाहिँ आज बिहान उठ्ने बित्तिकै नुहाएँ अनि स्याङसिङ गरेँ। मेरो अनुहारमा जति धेरै दाग आएको छ क्या। अनि म चाहिँ यहाँ पूजा गर्न आएँ। आज चाहिँ मदर्स डे हो, त्यही भएर ह्याप्पी मदर्स डे टु माई मम। अनि म चाहिँ यहाँ पूजाको सामान हेर्दैछु। धेरै भएको थियो नि त पूजा नगरेको, त्यही भएर पूजा गर्ने सामानहरू निकालेर पानी फेरेर अनि बत्ती पाल्न लागेको थिएँ। अनि आज चाहिँ मैले भ्लग बोलेर बनाउनु पाएन, त्यही भएर रेकर्ड गरिदिएको। अनि यस्तै हो, अब मर्की लागिरहेको थियो। बिहानै नुहाएँ त्यही माथि, त्यही भएर अलिक गाह्रो भइरहेको थियो अनि बोलेर बनाउन पाइनँ। सो यतिकै हेरिदिनु होला। अनि म चाहिँ त्यहाँनिर त्यो के अरे तेल खोज्दै थिएँ कि, तेल चाहिँ तलै राखेको रहेछ। अनि तेल लगाएँ अनि त्यो बत्ती बाल्नलाई पनि ठिक्क पारेर राखेँ। मैले चाहिँ केही सामानहरू नि ल्याएको थिएन कि मम्मीको लागि। अनि अब पूजा गरेर जान्छु भनेर तेल बनाएँ। अनि त्यसपछि बत्ती बनाएँ अनि बत्ती बालिदिएँ। धेरै भइसकेको थियो नि त पूजा नगरेको पनि, कस्तो लागिरहेको थियो। भिडियो पनि बनाउनु मन थिएन, त्यही पनि अब जे भए पनि स्पेसल डे हो भनेर बनाइदिएँ। अनि धुप बालेँ मैले। पूजा गर्न नै बिर्सिसकेछ कि मैले त। गाह्रो छ, मलाई गाह्रो छ, के गर्ने, यस्तै छ। अनि त्यही हो। अनि त्यसपछि मैले यहाँ धुप बालेर नि गाडिदिएँ त्यहाँनिर। अनि मैले बत्ती पनि बालिदिएँ। अनि त्यही हो, के भन्ने होला है, बोल्न नै आउँदैन कि मलाई त यो। मतलब अब पछि रेकर्ड गर्न बेलामा चाहिँ बोल्न त्यति धेरै आउँदैन। सो अब म चाहिँ यहाँ टिका लगाउनलाई तयार गर्दैछु। भगवानलाई पनि लगाइदिन्छु अनि आफू पनि लगाउँछु। म चाहिँ यहाँनिर अब टिका मुस्दैछु। अनि त्यही बानीले हल्का मुसिदिएँ। अनि रातो टिका चामलको टिका त बनाएको थिएन, त्यही के भन्छ त्यो अबिरको टिका बनाएको थियो। अनि मैले भगवानहरूलाई पनि सबैलाई लगाइदिएँ। धेरै नै गाह्रो भइरहेको क्या, बोल्न नै कस्तो धेरै बोल्न गाह्रो भइरहेको। यो मौसम चेन्ज हुनलाई होला कति धेरै गाह्रो भइरहेको, त्यो घाँटीहरू दुखिरहेको। त्यही भएर अनि मैले टिका लगाएर नि आइसकेँ। मैले के मागेँ होला है, आफैलाई हाँस उठ्छ। मैले केही मागेको छैन, म यत्तिकै नमस्ते मात्र गरेर बसेँ हो त्यहाँनिर। त्यसपछि मैले अनि अब त्यसपछि चाहिँ म चढेँ होइन। अनि म टिका देखाउँदैछु क्या, नुहाई धुएँ। म चाहिँ केक लिएर जाँदैछु मम्मीको लागि। कति क्युट छ क्या यो केक। अहिले म रुम पुगेर देखाउँछु ल। अनि म चाहिँ आउने बित्तिकै टिका मुस्न थालेँ। अनि मैले सबै फलफुलहरू पनि लिएर आइसकेको थिएँ। ह्याप्पी मदर्स डे। अनि छ्यामा र मम्मी बसेर केक काट्न थाल्नुभयो। म चाहिँ हेरिरहेको थिएँ कि म भिडियो बनाउँछु भने त अगाडि त मेरो थोरै मात्रै भिडियो भयो क्या, त्यही भएर रिस उठिरहेको। अनि भिडियो चाहिँ थोरै मात्र भएछ कि। अनि पछि फेरि मैले बनाएँ, राखेर यता सोफामा राखेर बनाएँ। अनि मम्मीलाई केक खानिदिएँ। त्यस्तै हो। अनि मम्मीलाई थोरै केक पनि खानिदिएँ। अब चाहिँ म योभन्दा धेरै चाहिँ बोल्न चाहदिनँ, यति नै हो। अनि के भन्ने, अब खै केही छैन भन्नलाई। अनि त्यति धेरै बोल्न नै मन छैन कि, घाँटी दुखेर यस्तो बिजोग भइरह्यो नि त, त्यही भएर। अनि मैले छ्यामालाई पनि केक खानिदिएँ। अनि म बाबुलाई पनि खानिदिन लागेको थिएँ। अनि ठ्याक्कै बाबु गरिरहेको थियो क्या, कति ठुलो आएको थियो कि। अनि मैले सानो भएन भनेर पनि भनेको थियो क्या। त्यसपछि एकछिन त्यत्तिकै भिडियो भएर बसिरहेको थियो। अनि छ्यामाले उता फोनमा बोलिरहनु भएको थियो। अनि मम्मी चाहिँ हेरिरहनु भएको थियो, यताउता हेर्दै हुनुहुन्थ्यो। मैले चाहिँ के गर्नु भएर क्या, म त यता न उता भइरहेको के गरौँ भयो। अनि त्यसपछि होइन, फर्स्टमा टिका लगाइदिउँ भने अनि
अनि त्यसपछि मम्मीले फेरि मलाई पैसा दिने भनेर पैसा लिन जानुभएको अरे चान्चीले पैसा छैन, चान्चीले पैसा दियो भन्दै हुनुहुन्छ। मलाई मसँग छैन भने पैसा लिएर आउनुभयो मम्मीले पनि। अनि फेरि उताबाट राम्रो देखिएन भनेर के फेरि यतापट्टि ल्याएर मोबाइल राखेँ। गाह्रो छ यत्तिकै भ्लग बनाउन सकिँदैन, त्यही हो। अनि मैले चाहिँ आज चाहिँ एउटा कुरा के लुङ्गी लगाएको थियो कि बिहान उठ्ने बित्तिकै नुहाएर, अनि मम्मीलाई आशीर्वाद पनि दिँदै थिएँ कि हामी नहुँदाखेरि समरले मानेन भने समरलाई कुट्नु ल। धन्यवाद भन्नु म धन्यवाद छोरो म त्यो अछिता होइन अनि अछिता होइन अनि के हो त बोली पनि भयो पुरा कस्तो रहेछ दाइ मिठो छैन मिठो चिनी दिएको हुन्छ कि लगाइदिउँ कि पिस्नु खोइ त त्यो सबै छोटो खानु होला बाँकी काट्दा पिस्नु खाँदा भयो। अनि यो 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 यति हातमा दिउँ मम्मीलाई भाइ चिया यस्तो छ यसो न उयो गर्छ पर्दा केमा नि ठुलो ठुलो हुनु ठुलो सोचे जातिको पुगोस् मैले पात्र आमा त्यस्तो मनमा नै भन्ने मात्रै हो, केही पनि दिएको हुँदैन मनमा त। तिम्रो बाउ आमै आउँछ नि त नि आउँछ अरे पनि आउँछ अरे छोरालाई म लिन्छु है। हस् छोरालाई पनि टिका लगाइदिनु नि त पाँच बजी ए लगाइदियो नि ए हे मेरो छोरालाई पैसा दिनु पर्यो टिका लगाइदिनु पर्यो नि त। छोरालाई दिन्छ यहाँ छ कि ए हात्ती निस्किँदै है सामान हेर्दै ल मम्मी टिका लगाइदिन्छ टिका लगाइदिनुहुन्छ ल मामु टिका लगाइदिन्छ अनि दिदीले लगाइदिन्छ है। हस् भने बेबीलाई त तिनजनाले लगाइदिन्छ पैसा कन्नै कमाउनु भयो नि ठाकुर काफाचुरी भन्दा किन जस्तो लाग्यो त्योभन्दा धेरै त पाउँदैन सामानले ल अटो अटो हो गुड अहिले खुद्रु गेम लाउनु पर्छ मम्मी अठाउनु त बाबुलाई ल किन 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 झन्डै कता कता देखिरहेको छ। हजुरलाई पनि ह्याप्पी मदर्स डे। थ्याङ्क यू। टिका चाहिँ किन चाहिँ झरेको त हौ पसिना आएको थियो झिझेर है मुखै झिझ्यो अल्छी लागेको छ ऐना ठिकै देख्यो जस्तो छ बसे नि हाम्रो अर्को पालि हजुर मैले छोरालाई के दिउँ चक्लेट खाने होला हो बस्ने यो चाहिँ अलि सुगर फ्रीवाला खाँदिनँ ए मम्मीले पनि खाँदिन्छ अहिले पहिला टिका लगाइदिन्छु के खानु टिका लगाइदिउँ न भात खानु होला हुन्छ केमा नि हुनु ल हेरिराख्छु ल अहिले चाहिँ हाम्रो कार्यक्रम चाहिँ सकियो यहीँनिर। अनि छ्यामाले मलाई टिका लगाइदिनु लाग्नु भएको छ, छ्यामाले मलाई टिका लगाइदिनु भयो। अनि त्यसपछि समरको ठुलो बाबा ठुलो मम्मी आउनुभयो। अनि त्यसपछि हामीले यहीँनिर इन्ड गऱ्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ।